सर्वप्रथम यो सम्माननीय मुख्यमन्त्री महोदय श्रीमान PS गोले सर जबदेखि ऋणक क्षेत्रको विधायक बनेर आउनुभयो र उहाँको तत्त्वावधानमा र सिक्किम सरकारकै पहलमा भनौँ यो गरिब जन कल्याण प्रकोष्ठका चिफ प्याट्रन प्रभाकर गोले सर अनि चिफ कोअर्डिनेटर हाम्रो मनोज तामाङ सर अनि लगायत हाम्रो दीपक गौतम हुनुहुन्छ, उहाँ सिमोबाटै हुनुहुन्छ र सम्पूर्ण यसरी लागि परेको छ जसले हाम्रो यो सरकारलाई टेवा पुर्याउने युवाहरू हुनुहुन्छ। उहाँहरूले गाउँमा पीडित जो पीडाले बिरामी भइरहेको थियो वा सताइरहेको थियो रोगग्रस्त बिमारीहरूलाई सरकारसम्म ल्याउने काम उहाँले यो स्वास्थ्य क्षेत्रमा उहाँलाई सहयोग पुर्याउने काम गरिरहनु भएको छ, दिनरात गर्नुभएको छ। र केही दिन अघि मात्र हाम्रो सम्माननीय मुख्यमन्त्री महोदयले जनता भेट कार्यक्रम मार्फत धेरै यस्ता बिमारीहरूलाई भेटघाट गरेका थिए। उहाँले वचन दिनुभएको थियो कि उहाँहरूको उपचार म स्वयं गर्छु भनेर। सरकारले स्वयं जति पनि भारहरू उहाँको खर्चहरू सबै उहाँले उठाउनेछु भनेर वचन दिनुभएको थियो। त्यसैको सन्दर्भमा आज यसरी हामीले प्रत्येक वार्ड 42वटै वार्डबाट हामीले यसरी बिरामीहरूलाई खोजी हामीले फोन मार्फत हाम्रो अब यो सिए अफिसबाट यहाँ अब चिफ मिनिस्टर सरकै यहाँबाट काम हुन्छ जति पनि अफिसको कामहरू, अनि यहीँबाट हामीले सबैसँग सम्पर्क गरेर पञ्चायतहरूसँग अनि सरकारलाई टेवा पुर्याउने युवाहरूलाई पनि हामीले सम्पर्क गरेर उहाँहरू एकदमै उहाँहरूले पनि मेहनत गरेर गाउँबाट निकालेर आज यसरी जमघट गरेको छौँ। आज लगभग 16जना बिरामीहरू न्युटी अस्पतालको लागि जाँदैछ। यसमा सर्वप्रथम गल ब्ल्याडरको स्टोनको अपरेसन हुनेछ र किडनी स्टोनको यो अपरेसन हुनेछ र आज सबैलाई यहाँ हामीले बस पनि सम्पर्क गरेर विभागले पनि हामीलाई बस उपलब्ध गराइदिएको छ र त्यसै गरेर यहाँ जमघट भएका छ। उहाँ बिरामीहरूको अभिभावकहरू पनि यसरी यहाँ जमघट भएको छ र आज उहाँहरू उत्साहित छ। उहाँको बिना खर्चमा सरकारले उहाँहरूको धेरै लागतमा लाग्ने राशि सरकारले बिहोर्नु हुँदैछ र उहाँहरूलाई केही भार छैन, बस्नु खानु इत्यादि। उहाँसँग जाने एकजना उहाँ बिरामीको साथीलाई पनि यो सबै कुराको बन्दोबस्त गरेको छ र यही सम्पूर्ण ऋणक समष्टिका अब प्राय हामीले यस्तो गल ब्ल्याडर स्टोन र किडनी स्टोनको बिरामीहरू हामीले यसरी खोजी निकालेर हामीले यसरी अपरेसन गर्ने एउटा माध्यम छ। जो गरिब जन कल्याण प्रकोष्ठका यहाँ जति पनि हाम्रो योद्धाहरू हुनुहुन्छ उहाँहरू दिनरात खटिरहनु भएको छ। उहाँले 31वटा के अरे समष्टिको जनतालाई यसरी बिरामीहरू जो पनि छ उहाँहरूलाई यस्तो सेवा दिने काम भइरहेको छ, दिन निरन्तर चलिरहेको छ। यो पनि एउटा परिवर्तनको एउटा ठुलो उदाहरण हो। अनि परिवर्तनको यो जब सरकार गठन भयो तबदेखि यो यस्तो व्यवस्थाले धेरै रोगीहरू निको भएर आउँदैछ, उहाँको कल्याण भएको छ। उहाँहरूको जति हुने खर्च सबै सरकारले बिहोर्दाखेरि ती असहाय जसकोमा सक्षम छैन, जसकोमा आयस्रोत छैन त्यस्ता व्यक्तिहरूलाई धेरै सेवा सहायता पुगिरहेको छ र म CA2HCM उर्गेन्द्र यहाँ सम्पूर्णलाई सबैजना जति पनि जानुहुँदैछ उहाँहरू निको भएर आओस् भनेर म शुभकामना दिन चाहन्छु अनि कामना पनि गर्दछु ईश्वरले उहाँहरूलाई सुरक्षितसँग तल न्युटिया अस्पतालसम्म पुगेर निको भएर आओस् भन्ने हामी कामना गर्छौँ। धन्यवाद। अनि मसँग यहाँ हुनुहुन्छ दीपक गौतम CMO कोअर्डिनेटर CM साहबको अफिसबाट, अनि गरिब जनकल्याण प्रकोष्ठको पनि उहाँ मेडिकल कोअर्डिनेटर हुनुहुन्छ। त्यस्तै प्रकारले अरू त तपाईँहरूको यहाँ क्षेत्रको एकदम होनहार व्यक्तित्वहरू तपाईँहरूलाई जसले दिनरात सहयोग गरिरहनु भएको छ है, उहाँहरू यहाँ सबैजना हुनुहुन्छ है। विशेष आज ऋणक निर्वाचन क्षेत्रको यो रोडाथाङमा आज हामी भेला भएका छौँ। तपाईँहरू सबैजना हुनुहुन्छ र तपाईँहरूको लागि खुसीको कुरा है, यो ऋणकमा जुन चाहिँ जनता भेट कार्यक्रम भएको छ सम्माननीय मुख्यमन्त्री महोदयको, त्यस जनता भेट कार्यक्रममा बिरामीहरूलाई पनि सहयोग भएको थियो। धेरैलाई त्यहाँनिर व्यक्तिगत रूपमा सहयोग गर्नुभएको थियो CM साहबले है। त्यो सँगसँगै
कतिजना यस्ता बिमारीहरू जसलाई बाहिर लानुपर्ने रेफर भएको या लामो समयसम्म ट्रिटमेन्ट हुनुपर्ने को उहाँहरूलाई अलग्गै पाराले गरिदिनु भएको थियो। त्यसमा तपाईँहरूको चाहिँ गलब्लाडर स्टोन र किडनी स्टोनको परेको छ है। र तपाईँहरू यहाँनिर लिस्ट म नाम भन्छु, तपाईँहरूले कृपया गरेर हात उठाइदिनुहोस् है। पहिला चाहिँ हेमराज दर्जी, ठिकै छ, हात मात्रै उठाइदिनु नउठिदिनुहोस् ल। नवीन छेत्री, कृष्णबहादुर दुराल, पुष्पा शर्मा, अलिक यता आइदिनुहोस् ल तपाईँ। गङ्गाराम पौडेल, लीलावती प्रधान, कृष्ण प्रधान, तपाईँ हुनुहुन्छ। सोमबहादुर राई, आउनु भएको छैन त कन्ट्याक्ट गरौँ। अनु लेप्चा राई, डुप छिरिङ लेप्चा, उर्मिला देवी पुरी, सेनोरा लेप्चा, चन्द्र गुरुङ, सरस्वती लेप्चा, रबिन प्रधान, यता आउनु, बिमारीहरू चाहिँ यता आउनुहोस् ल। यो क्याम्पको माध्यमबाट सिलगढीमा नर्थ बेङ्गल मेडिका हस्पिटलमा तपाईँहरूको लागि सबै व्यवस्था गरिएको छ। त्यहाँनिर एसएनटी परिसरमा टियाना लज छ, जो सम्माननीय मुख्यमन्त्री महोदयले पहिलाबाट नै तपाईँहरूको लागि गरिदिनु भएको छ तयारी है। यो सबै कुरामा तपाईँहरूको अब यहाँदेखि गएर सिलगढीमा पुगेर ट्रिटमेन्ट कम्प्लिट गरेर यहाँसम्म आइन्जेलसम्म तपाईँहरूको एक पैसा खर्च हुँदैन। यो दिमागमा राखिराख्नुहोस् तपाईँहरूले। सुन्नुहोस् है फेरि, यहाँदेखि अब हाम्रो जिम्मेवारी हो तपाईँहरू यहाँदेखि गएर सिलगढीमा जति दिन बस्नुहुन्छ, जति दिन ट्रिटमेन्ट लाग्छ, दबाई पानी लाग्छ, जे लाग्छ, अनि सकेपछि घरमा यहाँसम्म आउनुको लागि यहाँसम्म मात्रै नभएर अब गाउँबाट आउनु भएको छ तपाईँहरू है। त्यो ठाउँसम्म पुग्नेसम्म चाहिँ सम्माननीय मुख्यमन्त्री महोदयले एकदम फ्रीमा तपाईँहरूलाई प्रबन्ध गरिदिनु भएको छ। त्यो कारणले गर्दाखेरि पहिला त यो दिमागबाट निकालिदिनुहोस्, मेरो यो खर्च हुन्छ होला, मेरो त्यहाँ खर्च हुन्छ होला है। अहिले उहाँले यो बोकिराख्नु भएको छ, यो पर्दैन, केही पनि पर्दैन। बन्दोबस्त पुरा छ तल तपाईँहरूको खानु बस्नु हिँड्नुको लागि र ट्रिटमेन्टको लागि एकै पैसा पनि खर्च हुँदैन। अब रह्यो कुरा तपाईँहरूलाई यहाँनिर आएर हामीले एक दुईवटा कुरा भन्नै पर्ने या तपाईँहरूलाई सुनाउनै पर्ने चाहिँ के छ भने चाहिँ, जो चाहिँ तपाईँहरू बिमारीले केही छैन, बिमारी त अब हामीले अहिले लगेर गएपछि आज बेलुका तपाईँहरूलाई फ्रेस गराएर त्यहाँ राख्छौँ, आराम गराउँछौँ, अनि भोलि बिहान 7 बजीदेखि हस्पिटल लगिहाल्छ बिमारी त। तर अब बिमारीसँग एकजना गार्जेन है, त्यही पाराले भन्नुभएको छैन तपाईँहरूले, बिमारीसँग एकजना गार्जेन हुन्छ। एकजनाभन्दा बेसी चाहिँ हामी किन एलाउ गर्दैन भने चाहिँ तल बिमारी र एकजना गार्जेनको लागि हामीले रुम भनेको हुन्छ, अनि एउटा रुममा 2 जना मान्छे हुन्छ है। त्यहाँदेखि 3 जना गयो भने चाहिँ अप्ठ्यारो भइहाल्छ, मिल्दैन। त्यसले गर्दा त्यो सबै कुरा फेरि त्यो डिसब्यालेन्स भएको हुनसक्छ। त्यसले गर्दा हामीले बिमारीसँग एकजना गार्जेन भनेको हुन्छ। अब यहाँदेखि चाहिँ तपाईँहरूले गार्जेनले चाहिँ एकदम कान खोलेर सुन्नुपर्ने कुरा चाहिँ के छ भने, तपाईँहरूको लागि तल खानु बस्नु हिँड्नुको लागि त बन्दोबस्त छँदैछ, तर अब बिमारीको गार्जेनले चाहिँ के याद गरिदिनु पऱ्यो भने चाहिँ, तपाईँहरूले बाहिरको खानु भएन, बिमारीलाई पनि खुवाउनु भएन बाहिरको। तपाईँहरूको लागि पानीसम्मको बन्दोबस्त पनि जुन होटलमा बस्नुहुन्छ त्यही होटलमा स्टक गरेर राखिएको छ, मिनरल वाटर। त्यहाँबाट तपाईँहरूले जति चाहिन्छ तपाईँहरूले त्यो मागेर तपाईँहरूले त्यहाँबाटै लिनु पऱ्यो, नकिन्नुहोस्, किन्नु पर्दैन। हामीले त्यहाँबाट फर्केर ट्रिटमेन्ट गरिसकेर घरमा पुग्नेसम्मको बन्दोबस्त सिएम साहबले गरिदिनु भएको छ। त्यो कारणले गर्दाखेरि सबैजना एकदम खुसी साथ यो जुन चाहिँ रोग छ त्यसलाई फ्याँकेर आउनुपर्छ। हुन्छ, जिन्दाबाद जिन्दाबाद, पीएस गोले जिंदाबाद, जिन्दाबाद जिन्दाबाद, पीएस गोले जिंदाबाद, जिन्दाबाद जिन्दाबाद, एसकेएम जिंदाबाद, जिन्दाबाद जिन्दाबाद, एसकेएम जिंदाबाद, जिन्दाबाद जिन्दाबाद। 24 मा स्वयं मुख्यमन्त्री साहब आफै हाम्रो कन्स्टिट्युन्सीमा आउँदा पनि म अपोजिसनको ब्यानरमा बसेको र यहाँको कार्यकर्ता साथीभाइलाई मैले एकैपल्ट भनेको थिएँ कि मलाई नि 2 वर्षदेखि गलब्लाडर स्टोन छ,
सर्जरी गर्न सकिरहेको छैन, किनकि यहाँ पोसिबल भएन, बाहिर जानको लागि अलिकति एक्सपेन्सिभ छ भन्दाखेरि एकै वचनमा आज म उहाँहरूकै टिमसँग जाँदैछु। सम्माननीय मुख्यमन्त्री महोदय र सिक्किम गरिब जनकल्याण प्रकोष्ठले पार्टी छुट्याइएको छैन र पार्टीको काम गरेको जस्तो मलाई लागिरहेको छैन कि सिक्किम सरकारले जो काम गर्नुपर्ने त्यो काम गरिरहेको जस्तो आज मलाई। सर्वप्रथम त म सिक्किमका सम्माननीय मुख्यमन्त्री साथै हाम्रो एरिया मैले उहाँसँग माफी माग्न चाहन्छु। उहाँ स्वयं आफै आउँदाखेरि पनि म अलग जग्गामा बसेर काम गरेँ र सम्पूर्ण आज यो सिलगढी जाँदा सम्पूर्णलाई चाहिँ म यो भन्न चाहन्छु कि अरू पार्टीको ब्यानरमा बसेर या त अरूको कुराहरूलाई सुनेर अहिलेसम्म पनि सिक्किमका सम्माननीय मुख्यमन्त्रीलाई चिन्नु भएको छैन भने अब चाहिँ चिन्नुहोस्। यतिको दूरदर्शी नेता सिक्किमले फेरि अर्को पाउँदैन। यात्रा गर्नु सक्दैन है। तपाईहरुलाई बाटोमा प्रब्लम भयो भने गुरुजीलाई भन्नुहोस्, उहाँले रोकिदिनुहुन्छ ल, रोकिदिनुहुन्छ। तपाईहरुलाई बिसाउनु मन पर्यो भने भन्नुहोस्, बिसाउनुहोस्। तपाईहरु किनभने आज गएर आरामै गर्ने हो र तर गुरुजीले पनि त्यही याद गरिदिनुहोस् है उहाँहरूलाई। यदि यो चाहिँ तपाईको अस्ति जुन सीएम साहबको भ्रमण भएको थियो 3 दिन, त्यो भ्रमणमा यो हामीले गलब्लाडर स्टोनको चाहिँ पेसेन्टहरूले चाहिँ हामीलाई भेट्नु भएको थियो र यसमा हामीले मणिपालमा नि हिजो 10 जना हिजो मणिपालमा पठाइएको छ र अरू एसटिएनएममा पनि हुँदैछ। उहाँहरूलाई चाहिँ यो इमर्जेन्सी उहाँहरूको चाहिँ झट्टै गर्नुपर्ने हुनाको कारणले चाहिँ उहाँहरूलाई चाहिँ हामीले आज सिलगढी लिएर जाँदैछौँ। उहाँ त्यसमा हामी 17 जना हुनुहुन्छ। उहाँहरूलाई चाहिँ आज सिलगढी लगेर चाहिँ ट्रिटमेन्ट गराउनुको लागि लिएर जाँदैछौँ। स्टोनको मात्रै छ उहाँहरूको चाहिँ, गलब्लाडर स्टोन र किडनी स्टोनको चाहिँ हामी लिएर जाँदैछौँ। उहाँहरूलाई चाहिँ यहाँबाट लगेर चाहिँ डाइरेक्ट एडमिट गरिन्छ। आज यहाँ उहाँहरूलाई लगेर आज उहाँ होटलमा राखिन्छ र भोलि चाहिँ उहाँहरूलाई बिहानै लगेर चाहिँ हस्पिटलमा ट्रिटमेन्ट गरिन्छ। पीएस गोले जिंदाबाद जिंदाबाद जिंदाबाद, एसकेएम जिंदाबाद जिंदाबाद जिंदाबाद, एसकेएम जिंदाबाद जिंदाबाद जिंदाबाद, जनकल्याण प्रकोष्ठ जिंदाबाद जिंदाबाद जिंदाबाद, गरिब जनकल्याण प्रकोष्ठ जिंदाबाद जिंदाबाद जिंदाबाद।